साथी नमस्ते। यो मेरो पुरानो घर हो। यो घर छोडेको पनि 1.5 वर्ष हुन थालिसकेछ। लगभग 35 वर्ष जति बसेको यो घर हो। अझै पनि यो घरको अति चाहिँ माया लाग्छ। यो घरको चाहिँ वरिपरि कति चाहिँ हरियाली चाहिँ छ, फलफुलहरू छ। तपाईको फुलको चाहिँ हेर्नुहोस् त, यो बाटोको छेउमा फुल कति राम्रो चाहिँ फलेको छ, फुलेको छ फुलहरू। यो चाहिँ मेरो चाहिँ यो आँपको बुट्टा हो। यसमा चाहिँ एकदम राम्रो चाहिँ आँप चाहिँ फल्ने चाहिँ लागिरहेको छ। तर यसपालि चाहिँ खान चाहिँ पाइएन। हामी चाहिँ माथि सरिसकेको हुनाले हाम्रो यो पुरानो घरमा अहिले अरू कोही मान्छेहरूले चाहिँ हामीले भाडामा राखेका छौँ। तर यो चाहिँ यो घर लगभग 35 वर्ष बसेको घर भएको हुनाले यो घरलाई चाहिँ अति चाहिँ माया लाग्छ। हेर्नुहोस् यसरी छ। अब के गर्ने, घरिकहाँ पर्वत जिल्लाबाट बसेको सरहरू चाहिँ यहाँ आइयो। यहाँबाट चाहिँ फेरि चाहिँ हामी त्यो देवदह 4 हो भने हामी चाहिँ अहिले बसेको ठाउँ देवदह 5 हो। त्यहाँ बसाइ सरेको छ। म यहाँहरूलाई मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो पुरानो 35 वर्ष बनेको पहिला बनेको हो। उहाँ चाहिँ हाम्रो बस्ने घर कहिलेको। मेरो चाहिँ फुलहरू हेर्नुहोस्, कति राम्रो चाहिँ फुलहरू फुलेका छन्। यहाँ चाहिँ बगैँचा यो साथीहरू धेरै धेरै धन्यवाद छ मेरो भिडियो हेरिदिनु भएको।